Hello everyone, welcome back to my channel. अनि यो चाहिँ हाम्रो राराको डे 2 हो अनि हामी चाहिँ गोठीचुला भन्ने ठाउँमा आएर बसेको हिजो साँझ। अब हामी यहाँबाट चाहिँ अगाडितर्फ लाग्ने छौं खाजा साजा खाएर। अहिले चाहिँ रेडी भइसक्यौं। बिहान बिहान कपाल मोइदिएको साथीहरु, कपाल त झर्ला जस्तो भयो चिसोले। अनि पानी पनि परिरहेछ। साथी रेस्टी टाइम। अब चाहिँ यति खाएर अनि लाग्नुपर्ने हुन्छ आफ्नो बाटोतर्फ, आफ्नो गन्तव्यतर्फ। मैले चाहिँ लिएर दिएको आन्टीलाई चिया, मैले पनि खाइसके गाइस। हजुरहरुले खानु भयो कि अगाडि खाएर पो ल्याइदिएको पछि कोला गुरेको पानी परेर ल है त बसम साथीहरु। यतिको लामो मान्छे भएर यसरी सपोर्ट चाहिँ गर्नुपर्ने हुन्छ। ल छिटो छिटो राखम अनि गइहालौं। आफूलाई चाहिँ चिसो भएर यस्तो भइराछ। यसरी ब्ल्याङ्केट ओढेर बस्नु पर्यो। भिडियोमा देखिन्छ पानी परिरहेको यात्रा र आजको दिन यहाँबाट सुरु गरिन्छ है त हाम्रो गोठीचुला। टाइपको बाटो छ साथी। रोड चाहिँ यतिको भयो, केवल भयो साथीहरु। हिउँ पर्छ होला जस्तो छ मौसम हेर्दाखेरि त। यस्तो भइरहेको पुरा पानी परेर मौसमहरु। सबैजनाहरुलाई कस्तो लागिरहेको त तिमीहरुलाई? एकदम राम्रो ठण्डी कस्तो लागिरहेको रे? मौसमले पनि यस्तो गरिरहेछ। झन् यतिखेर यो टाइममा चाहिँ रारा गएर राराको भ्यू खुलेको हुन्छ अनि राम्रो देखिन्छ भनेर हिडेको। अहिले आएर पानी परेर यस्तो छ कन्डिसन। अब कस्तो होला त्यहाँ गएपछि? अब त्यही गएपछि हेरौँला हैन त। लास्टै जाडो खालको साथीहरु। कहाँ हो? कपडा पनि चेन्ज नगरेर यही कपडामा हिटाछौँ हैन। अब गएर आफैले खाना बनाएर खानुपर्ने हुन्छ। अनि त्यसपछि त्यतिखेरै रेडी भएर अनि रारा जानुपर्ने हुन्छ। यसको पुग हेर्ने गाइस, यस्तो छ यस्तो। ला हेर उ लडे हो। यस्तो लडाइ देख्नुभयो त्यो? यहाँ पछि देख्न पाइन्छ। गाइस कलिङ वाला ट्रेन गरौँ भनेको गाडी आयो साथी। साथीहरु जाडोमा जाडो ल्याउन चाहिँ ज्याकेट एउटै है यस्तो छ। हामीसँग रिसाइराख्नु भएको छ होला। हामीले के भन्न चाहन्छ भने चाहिँ यसरी बिहान नरिसाइदिनु होला। खुसी भएर हामीसँग रमाउँदै हिँड्नु होला। बनाउने के है यस्तो। यहाँ चाहिँ होइन है, यो चाहिँ होइन तिमीले भने जस्तो। यतातिर चाहिँ एकदमै मान्छन् के भगवानहरूले। बाटो साथीहरु यो बाटो यति सानो बाटोमा
यतातिरको मान्छेहरू लास्टै मेहनती हुन्छन् फेरि त्यस्तो भन्नु सातो जान्छ साथीहरू सातो यस्तो बाटो नदेखेको मान्छेहरू त यस्तो कन्डिसन छ क्या कुनै कुनै ठाउँमा त यस्तो यो तुवालो लाएर कि बाटो मात्रै यसो नजिक आएपछि देखिने टाढाको त केही पनि नदेखिने सबै भ्यूहरू ढाकेर कति रिसाउन हाल्छ तिमीलाई कस्तो फिल भइरहेको छ त एकदम राम्रो हल्का चक्कर लागेको अवस्था मलाई चक्कर लगाइरह हजुर तर के कुहिरो नलागेको भएका एकदम राम्रो देखिन्थ्यो हल्का कुहिरो लागेर चाहिँ हामीले यताउतिको वातावरण नै हेर्न पाएको छैनौँ हो चस्मा खोल न यस्तो दामी छ साथीहरू हेर्नुहोस् त मन लोकाउँछ क्या यो भ्यूले त भिडियो बनाउने तिमीहरू अहिले अमेरिका हौ कि अमेरिका तिमीहरू अहिले अमेरिका हौ अमेरिका हो नि त साथीहरू रियल पिस भनेको एज यु क्यान सी यसरी क्यामेराले भन्दा रियल आइजले दामी आँखाले चाहिँ राम्रो देखिरहेको स्पिचलेस नेचरलाई इन्जोय गरेर सब साथीहरू स्पाइडर
साथीहरु यस्तो छ। यदि राम्रो राम्रो भ्यू आउँदाखेरि यस्तो कुना कुना साइडमा परिन्छ कि साथीहरु अनि क्या दिमाग त यो गाउँ कस्तो राम्रो क्या। नाकको टुप्पा भएर त्यो कालो चिन्ने हो कि नै अध्ययन हो लगन भरमा यो ड्राइभर दाजुहरूले को कोलाई चिनाउनु गइले यस्तो है कहाँ गाडी यदि हिँड्ने गाडी हो यिनीहरूलाई सिट नभएर होला कि सिट भएमै पनि होला यो के को रहर होला यो हजुरको मोबाइल हेर्नु मन लाग्यो फोटो खिचिनुहुन्छ कि भनेर हो त्यही हो हजुरको मोबाइल राम्रो देखाउनु टप लगाउने पहिला को साथीहरु राउन्ड बजे हामीसँग पहिला हामी हिँडेर जान्थ्यौँ भने अहिले यहाँ चाहिँ यसरी गाडी नै जाँदो रहेछ है। पहिला कस्तो थियो यो रोडको कन्डिसन अहिले चाहिँ एकदमै राम्रो बेटर भएको छ। एउटाले गीत बजाएको एउटालाई मन पर्दैन, एउटाले गीत बजाएको एउटालाई मन पर्दैन, अब के गर्नु। कति बोलेको छिटो भन् के भन्छ छिटो भन् यसले के भनि थाहा छ 15 बजीसम्म स्कुल नजानु आक्रमण हुन सक्छ अरे किन थाहा छ होमवर्क गरे हैन नि त हो त्यही हो त्यही भए हैन होला यसै मामा त बोल्नु न हाँस्नु भएको त नाइ म बोले हैन होला अरे रोड त बेकार छ हजुर यो साइडको रोड त बेकार जिजाले यस्तै खै हो के मलाई त सबै जस्तो हजुर त आफै भन्नुहुन्छ मलाई मलाई कपाल मन पर्यो कपाल ल्याउन भन्ने यो किन हुन्छ तर दिन मिल्दैन के गर्ने सिट पनि हेर्ने उभिरहेको कसै ओभर फर्केर मजा आएन कि पछाडि फर्किनु पर्यो के हो के साँच्चै अगाडिदेखि ठिकै भयो त झ्याल भयो अगाडिदेखि ए सुभाष लाइ गुड मर्निङ कहाँ छ सुभाष भक्कर उठ्यो बिचारा
आइयो माथि जाऊ बाई आइयो तर गाडी यति धेरै रहेछ नि अब चाहिँ पुग्यौँ साथीहरू अब यहाँबाट फेरि गाडीलाई यहीँ पार्किङ गरेर यहाँबाट चाहिँ हिँड्नुपर्ने हुन्छ यहाँबाट देखिने भ्यू कुकुरहरू देखाउन जाने कुकुरहरू साथीहरू यो चाहिँ हाम्रो हालत यस्तो छ कन्डिसन अब के भन्नु अब यहाँबाट देखिन्छ भ्यू पछाडि यहाँ पनि परेको होला भनेको यहाँ त नपरे रहेछ गाला राता राता मिलो यता हेर हाँस्देऊ त हाँस्देऊ त चाहिँ साथीहरू यही खाना पकाएर खाएर अनि त्यसपछि चाहिँ ताल हेर्न जाने भन्ने प्लान भयो क्या हामीहरूको चार्ज लगाउने कताबाट जान भन्दै कस्तो देखेछ हामीहरू ल है चल के त्यसबाट तान्न त्यसको टाउको तान् त मेरो को बिते खाऊ त्यही यो गर्ने उहाँ मिसलाई प्रे बमेट भएर माइजूलाई आन्टी भन्ने हेलो भन अब म यतातिरका बच्चा फुटेका नै राता यो को उता हेर त को हेलो भन यति क्युट को हो क्युट मान्छेहरू ओहो ल इफ यहाँ आउन चाहने मान्छेको लागि यहाँ चाहिँ सबै उ नै रहेछ के खानाको सूचीहरू यति छ यसो खानाको रेडी हुँदैछ है साथीहरू यहाँ चाहिँ खाना पकाएको 1000 रुपियाँ अरे यहाँको समितिले यस्तो छ राराको पार्किङ कन्डिसन लाग्यो राराको उकालोतर्फ कति पैसा लाग्नुहुन्छ रारासम्मको यहाँबाट यस्तो हिउँ परेछ यतातिर चाहिँ यस्तो राम्रो रहेछ अहिले रोड चाहिँ उतैसम्म गाडीलाई छोड्न जानु दिँदो रहेछ हिँड्नै नसकिने सास फुलेर यस्तै छ ल ए उकालो चढ्न पनि धौधो भयो अघि अहिले त धेरै लामो बनाइदिएछ यो बाटो रोड खनेर यस्तो घना जङ्गल छ सल्लाहहरू मात्रै सबै यो यस्तो राम्रो ठाउँ यसरी गडाहरू बनाएर खेती हुन्छ यस्तै गर्दा दिदी भयो रारा पुग्न थाल्यौँ है अब यो जङ्गलको ठ्याक्क तल चाहिँ रारा छ कि अहिले चाहिँ यहाँ यस्तो बनाएको रहेछ घेरबार पनि भएको रहेछ पहिला चाहिँ घेरबार थिएन रहेछन् कोही नि गएको रहेछ तलसम्म चाहिँ
टिकट देखा जानु अगाडि भयो नि गइयो अगाडि भयो नि पर्थ्यो गुरुमा भयो यहाँ यहाँ काट्न मिल्छ टिकट नलिएर एकछिनसम्म त झ्याउै भयो टिकट लिएको तर टिकट लगेको मान्छे कोही कताबाट हिँड्यो कोही कताबाट हिँड्यो कस्तो झ्याउ भयो एकछिनसम्म रोकायो तँलाई नि झ्याउ लाग्यो अब यसको ठ्याक्क यो छ नि यो जङ्गलको ठ्याक्क तल यो छ नि यो डाँडा यहाँसम्म पुगिसक्यो पुरै टाल्छ त्यहाँ यस्तो वाउ छ वाउ को चण्डीगढ आयो त यस्तो दामी छ यहाँ पाटन यस्तो दामी छ भने दामी छ दामी सो अब चाहिँ हामी रारा लेकमा पुग्न थाल्यौँ साथीहरू अहिले चाहिँ हामीहरू यहाँ पाटनमा छौँ यस्तो दृश्य यता पनि देखाउँदैन उता पछाडि सब आउनु लागेको हाम्रै टिम छिटो दौड्यो बहिनी कतिवटा 5 वटा टिकट ल्याइस् 4 वटा ए ल हिउँ पर्ने टाइपको पानी पऱ्यो कतिखेर पानी पर्छ अब थाहा छैन ए सरी पानी पऱ्यो हिउँ यता वरिपरिको डाँडाहरू सबैमा हिउँ परिसक्यो हजुरहरूलाई मैले देखाइसकेँ अनि अब हामीले यो जङ्गल काटेर यहाँबाट अलिअलि देखिन्छ क्या राराको तर त्यति साह्रो चाहिँ देखिँदैन यहाँबाट देखिने त्यो चाहिँ रारालेको तल यहाँबाट देख्यौ अलिअलि ग्रुपले टिकट काटेको छैन है भन्दै मलाई भनेको थियो मेरो पछाडि लिएर आउँदैछ भनेर म चाहिँ आएको कि घोडाहरू यहाँबाट देखिन्छ नि त्यो तालो एक्साइटेड भएको बहिनीहरू यहाँबाट ठुस्स देखिरहेको चाहिँ रारा है देखेछ अलिअलि त्यो चाहिँ रारा साथीहरू खच्चरी हिँड्ने भयो घोडा हिँड्ने भएर बाटोमा नि पुरा घोडा गन्न आइरहेको तिन राम्रो सिन लाग्छ कि लागेको ल उनी चाहिँ कान्छी उनी साइली अगाडिको माइली म जेठी भाइ चाहिँ आएको छैन है तिमीले ताल देख्यौ यहाँबाट ऊ त्यो देखिने ताल हो क्या तपाईहरु पछाडी हुनुहुन्छ भनेको अगाडि हामी पछाडी भनेर पुर्दा कर त्यस्तो हिँड हामी यताबाट सर्टकट बाटो भएर आयो जंगलबाट छिरेर अगाडि हामी त तिमीहरुलाई पुरा जाने हो करण ल दौड्यो के देख जाऊ गुडुङ दौड्यो त ल हो दौड्यो छिटो खल्ल चिप्ल्यो भने भ्याइयो फास्टै हिलो यहाँ ए यो साथीहरू राराले यताबाट जाऊँ कि यताबाट जाऊँ सबैजना यताबाट गएको है ल कस्तो लाग्यो रारा एकदम राम्रो के भनौँ र अब पहिलोचोटि आइराखेको अब अनि चाहिँ यस्तो बनाइदिएछ क्या पुरा हामी हिँड्ने बेला चाहिँ यस्तो केही पनि थिएन बाटोहरूको अलिकति विकास थिएन अहिले चाहिँ राम्रो भएको छ हेर्ने साथीहरू हेर्ने रारा कस्तो छ भनेर हेर्ने तपाईँहरू हेर्ने हो त साँच्चीकै हेर्ने नै हो त साँच्चीकै हेर्ने नै हो त
साँच्चीकै रारा लेख हेर्ने नै हो त लुगाइरहेको छु क्या यता रारा लेख लुगाइरहेको छु एकचोटि साँच्चीकै हेर्ने नै हो त ड्यान ट्याङ द्याट इज आम्मामा कति ठुलो तालो के यहाँबाट आँखाले नभ्याउने जति छ दिदी स्वास्थ्य चौकी जानु फाइनली हाम्रो 2 दिनको यात्रापछि हामीले चाहिँ रारा लेकदेखि पारी जाने हो भन्न स्ट्रबेरी हैन रे यो स्ट्रबेरी अब यो स्ट्रबेरी स्ट्रबेरी नै हो स्ट्रबेरीको यस्तै हुन्छ क्या पात यस्तै हुन्छ हुन्छ तर के यो स्ट्रबेरी हो त होइन तर कता गए साथीहरू चाहिँ कोही यता हिँडेका छन् कोही यता हिँडेका छन् कोही कता हिँडेका छन् बाबु दौडी पानी छ पानी छ नि समारे क्या अझ टुम्बरल्यान्ड हो कि सुम्बरल्यान्ड यस्तो छ दिजो के हो यस्तो ए हो सुसिँदै हो चाली हिँड्छ हो र खै हेर हेलो होइन तिमीलाई मैले देखेको थिएन उसले आहा भने क्या अनि त्यही भएर कतै हिँडेर पारी जानेर सकिन्छ त साथीहरू जङ्गलै जङ्गल भएर पारीको रेस्टुरेन्टसम्म जानु पर्यो साथीहरूलाई अहिले चाहिँ बोट नै बन्द भइसक्यो अनि त्यही भएर बोट बन्द भइसकेपछि नजाने रहेछ उसको पनि टाइम हुँदो रहेछ अब चाहिँ यहाँबाट हिँडेर जानु पर्यो अनि यहाँनिर छ रारा लेक यसकै सराउन्डिङ जानुपर्ने भयो यहाँसम्म पुग्यो ताल कस्तो राम्रो आउँदो रहेछ यहाँनिर है बाबु कस्तो राम्रो है हामी चाहिँ जान लागेको त्यो तर यसरी हिँडेर भयो नि तिनीहरू बोटबाटै त्यति ढिलो पुग्यो है हामी तिनीहरू बीचमा भएकोलाई हामी हिँड्यो त्यहाँ जाने हो हामी चाहिँ हिउँ परेर यस्तो दामी भयो ल जाऊ ओ माई गॉड हेर त कस्तो राम्रो ओ माई गॉड नेपाल हेर्ने हो के भन्छ अरे ए स्वर्ग जाडो हुँदै गयो ताराले नि कलर चेन्ज गर्दै देखे थिए यार अघि यदि धेरै थाक लागेको छ साथीहरू
सबैजना हिँडिराखेको छौँ। बुटले त कस्तो खुट्टा दुखाइसक्यो यार मेरो त। सकियो आजको नै हुन्छु क्या। सो गाइज फुल यो पनि फुल म पनि फुल। सो आजको डे 2 ब्लग रारा ब्लग चाहिँ आज यहीँ नै इन्ड गर्न चाहन्छु। हामी चाहिँ अहिले रारा लेक हेरेर फर्किँदैछौँ। आजको बसाइ सायद यतै हुन्छ होला। यदि तपाईँहरूले मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएको छ भने प्लिज सब्सक्राइब हान्दिनु नबिर्सिनु होला प्लिज। ल लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् है। थ्याङ्क यू बाई बाई।